ओए गाइस हामी चाहिँ अब कहाँ जान लाग्यो हेलो गाइस हामी अहिले जाँदैछौँ लटरम्बेश्वर महादेव जान लागेका छौँ हामी अहिले आज हामी धपासीबाट निस्केर हामी 5 जना भयौँ 5 जना हामी धपासीबाट निस्केर अहिले हामी यो चप्पागाउँ भएर माथि लेलेको बाटो आएको तर टिका भैरव लेले नपुग्दै टिका भैरव चोकबाट राइट लागेका छौँ हामी अहिले होइन यहाँबाट अब हामी हेरौँ कहाँसम्म पुग्छौँ आज हामी त्यतै बस्छौँ र अनि भोलि बिहान हामी लटरम्बेश्वर जाँदैछौँ ओके गाइस अप्ठ्यारो भयो हेलो गाइज आज चाहिँ हामी लटरम्बेश्वर हिँडेको अहिले हामी 3 पानी भन्ने ठाउँमा आइपुग्यौँ होइन हामी आज एक्स्ट्रा हामीसँग एड हुनुभएको छ होइन गोपाल दाई अनि हाम्रो श्याम दाई होइन दाईहरू चाहिँ स्पेसल हुनुहुन्छ आज हामी 3 जना त प्रायः हिँडिरहेको हो होइन आज चाहिँ हामीसँग पहिलो पटक 1 नाइट बस्ने गरी हाम्रो दाईहरू पनि आउनु भएको ओके गाइज हामी 3 पानी भन्ने ठाउँमा आइपुगेका छौँ होइन यहाँ 3 पानी भन्ज्याङ मुक्तान भोजनालय अब यहाँ हामी के खाजा साजा यसो चिया चिया खान्छौँ ल सोधौँ त्यहाँ के खाजा पाउँछ सोधौँ के पाउँछ त्यस पछाडि हामी ल अघि नै कहाँ ऊ ल पुरै क्याम्प फायर गर्नु पर्ला चाहिँ पुरा सुकुटी राँगाको सुकुटी लोकल राँगाको सुकुटी लगाइ अब चाहिँ हाम्रो यहाँ खाजा आइपुगेछ खाजा स्पेसल चाहिँ पङ्ग्रा र चिउरा गाइस हामी 3 पानीबाट 10 किलोमिटर तल पुग्यौँ केटाहरू आउँदैछन् के बाटो त खासै बिग्रेर रहेछ होइन बाटो त खासै बिग्रेर रहेछ बबाले छ नि गाह्रो भयो यो माटोमा फ्यास फ्यास जाँदो रहेछ के जाउँ 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 हिँड हेलो गाइस अहिले हामी बगुवा आइपुग्यौँ हामी 3 पानीबाट लगभग 28 किलोमिटर रहेछ बगुवा बगुवाको धेरै उयो यो चाहिँ हामी बगुवा आइपुग्यौँ अहिले यो त्यो पारीको बाटो देखायो त्यो पारीको बाटो चाहिँ हेटौँडा जाने बाटो रहेछ त्यो चाहिँ अब त हामी यहाँ तल यहाँ सोधेको हामीले पसलमा अब हामी तल जान्छौँ यहाँ तलबाट पुल छ अरे त्यो पुलबाट हामी राइट लागेपछि भोलि उता माथि जान्छौँ तर आजको लागि हामी बस्ने तल रहेछ तल पहिरोमा हेलो गाइस अब अहिले हामी आइसक्यौँ लटरम्बेश्वर खाजा लटरम्बेश्वर बगुवा ललितपुर यो त ललितपुर हो कि बजार पारै खाजा गरेको थिएन लज यहाँ चल्दै हिँड्ने खाजा केटाहरू त्यो पार्टी पनि छ रहेछ त यता लाग्नु भयो लगा यो चाहिँ लटरम्बेश्वर जाने पुल यो चाहिँ पुरा बबल बबल माछा पाइन्छ अरे बगाएर थियो कि यो उल्के बवालै रहेछ
माथि पानी परिरहेको छ यहाँ अलिअलि पानी छिटाउनु लाग्यो ठुलो खोला आउँदैन यो बाटो ल लटरम्बेश्वर महादेव प्रवेशद्वारतिर हामी है यो चाहिँ अमेरिका प्रहार गर्ने मिसाइल मिसाल यही हो अरे हाम्रो नेपालले पठाउनु लाग्यो रेडी गरेको एमसिसीको विषयमा हो अरे बाटो चाहिँ गाइज एकदम बवाल छ बाटो त भन्नै पर्दैन गाइस खत्रै छ नि त भने जस्तो छ यार खत्रै ल गाइज यहाँ चाहिँ दुईवटा सुरु मार्ग रहेछ एउटा निस्किने अर्को क्षेत्रमा यता यता यहीँबाट यो चाहिँ आन्तरिक पर्यटनको लागि रे तेरो बबाल सपिङ सेन्टर छ अरे यहाँ मिसाल छ बिरालो रेडी पारिरहेको छ बिरालो बाटो त हो नि बाटो हो भन मार्ग आइसक्यो बाटो खत्रै छ बाटो त खत्रै खत्रै सोल्डी बाह्रले हेलो गाइज ल फाइनल्ली हामी अहिले लटरम्बेश्वरको लगभग बेस भनौँ न लटरम्बेश्वरको तल बेसमा आइपुग्यौँ अहिले हाम्रो कति बजेको छ भनेदेखि ठ्याक्कै 6 बज्यो 6 बज्यो राति भइसकेको छ अहिले पुरै हामी चाहिँ भर्खर आइपुग्यौँ यहाँ बाटो चाहिँ लास्टै डेन्जर रहेछ होइन ल केटाहरू यहाँ पुरै ओ के छ कस्तो कस्तो ओ कस्तो कस्तो भयो यार एकदम रमाइलो हाम्रो दाइ धेरै रमाइलो रहेछ लटरम्बेश्वर महादेवको फेदीमा आएर बसेको छिटो आयो भने फोन गर्नुहोस् न के ठाउँ हुन्छ यसलाई यसलाई के ठाउँ हुन्छ भन्नु त स्पेशली यहाँको नाम चाहिँ महादेव टार महादेव टार महादेव टार ल हामी चाहिँ अहिले महादेव टारमा आइपुग्यौँ त्यसो भए होइन अब हामी चाहिँ पुरै यहाँ चुलोमा पकाएको भात खानेछौँ आज जे पाक्छ सबै यो चुलोमा होइन के छ यहाँ चाउमिन चाहिँ ओ यो ए यो के हो रे पिडालु होइन उसिनेको पिडालु होइन ए ल पिडालु खाउँ खाउँ ए लोकल पिडालु एकदम अर्ग्यानिक लोकल लोकल सरखण्ड र पिडालु सेतो सरखण्ड रहेछ सरखण्ड होइन हजुर अर्गानिक फापर फुलौरा ओ ल ए ल यो चाहिँ अर्ग्यानिक खाइदिनु एकदम फेभरेट मेरो फेरि हो र त फेरि धेरै उफ्रिला पुरा लगाएर उफ्रौला त्यही हो सेल पनि बनाइरहेको छु लोकल भाले नि खानुपर्छ ओहो ल ल ल गाइस अब हामी पुरै हाम्रो यहाँ ल दाउरा कत्रो ल काठ पुरै मुडो हेट आज यो नसिदेको न कोही सुत्दैन होइन केटाहरू 2500मा त्यो हाफको ल्याएको हाफको आधी हेटोडाकोले खायो अनि त्यो हाफ मात्रै बाँकी छ बियर कसरी छ बियर अर्ना 500 बोगनी धुवानीले खान्छ कि यहाँ हेर्नु जङ्गलको बिचमा राख्नु भएको छ तपाईँले के हजुर गाडीमा ल्यायो होइन जम्मै ज्याला दिएर हजुर वाइन चाहिँ छैन बियर अर्ना र हेलो गाइज गुड मर्निङ फ्रम मकवानपुर जिल्ला होइन यो चाहिँ अहिले हामी लटरम्बेश्वर महादेवको तल बेस क्याम्पमा बसेका छौँ होइन गाइस केटाहरू अब हामी चिया खाएर यी सब रेडी भइसक्यो होइन पुरै ऊ लट्ठी सट्ठी टेकेर होइन अब मास्तिर उकाल लाग्नलाई एक्साइटेड भएर पुरा हैन हिँड्नु पर्छ अहिले चाहिँ यहाँ हामी जोसका साथ टाउको नदुखेर चट्ट लाएर पुरा यहाँ ओके गाइस अब चाहिँ हामी लाग्छौँ मास्तिर लटरम्बेश्वर 15 मिनेटको यात्रा हजुर 1 घन्टा 15 मिनेटको हाम्रो यहाँ होमस्टेकै बाजे हाम्रो है
होइन एकदम बाजे एकदम मिलनसार हुनुहुन्छ होइन अरू बाजे ल गाइस ओके हामी लाग्छौँ अहिले माथि सिउ देखाउँछौँ हामी तपाईँलाई माथिको बाँकी क्लिप्सहरू गाइस यो होमस्टेमा चाहिँ पुरै माउरी यहीँ पालेको माउरीको मह पनि पाइन्छ होइन यो यस्तो घाट त यहाँ 6-7 वटा छ अरे यहाँ एउटा चाहिँ यहाँ छ अर्को उतातिर कतातिर छ केटाहरू पुरा फोटो खिच्न व्यस्त छन् यहाँ यी केटा है यहाँ मृग सिर्ग के समातेर राखेको छ यहाँ गैडा याक होइन हात्ती एलिफेन्ट ल राइनो पनि छ ल श्री लटरम्बेश्वर महादेवद्वार देख्न सक्नुहुन्छ तपाईँहरूले अब हामी केही क्षणमा पुग्नेछौँ माथि लटरम्बेश्वर गाइस ओके गाइस ओके गाइस लागौँ ल गाइस अहिले चाहिँ हामी हिँड्यौँ प्रवेशद्वार भित्र तर हामी यहाँनिर राति चाहिँ यहाँ सुतेको थियौँ होइन हामी राति सुतेको ठाउँ चाहिँ यहाँ हो यो माथि भित्र यो भित्र चाहिँ भित्र हामीलाई टेन्ट हालिदिनु भएको थियो त्यो टेन्टभित्र चाहिँ त्यो अलिकति देखिन्छ त्यो टेन्टभित्र हामी सुतेको थियौँ एउटै टेन्टमा 5 जना अटाउँदो रहेछ होइन घडी अहिले 7 बजे होला 7 बजे गाइस एउटा भ्यू चाहिँ दामी देखिन्छ ल केटाहरू पुरा उकालो लाग्यो अब मासतिर पानी बोक्यो भन्दा कोही टेरेन अहिले भरे के खाने हो मासतिर ल गाइस हामी चाहिँ अलि माथि आइपुग्यौँ लगभग हामी आधी बाटो जति आइपुग्यौँ होला होइन हामी तलबाट हामी बसेको ठाउँबाट आधी घन्टा जतिर हामी हिँड्यौँ होइन यहाँ चाहिँ यस्तो बस्ने ठाउँ बनाइदिएर रहेछ नि ल काठको यस्तो खालको पठाइदिउँ न भीमफेदी यहाँ लेखेर राखेको के हो यो भीमफेदी अब गाउँपालिका ल केटाहरू पुरा अहिले चाहिँ हामी लगभग माथि आइपुग्यौँ होइन डाँडामा अहिले हामी यहाँ माथि डाँडामा आइपुगेका छौँ लगभग हामी 50 मिनट जति हिँड्यौँ तलबाट बसेको ठाउँबाट अब यहाँ बस्ने दाईहरू त लगभग आधी घन्टामा आइपुग्नु हुँदो रहेछ हामी चाहिँ लगभग 50 मिनट जति लाग्यो उहाँहरू दाई हामीभन्दा अगाडि आउनुभएको पसल हाल्दै हुनुहुन्छ सम्पर्क राख्नु होला उहाँ दाईलाई ठ्याक्क डाँडामा आइपुग्यौँ अहिले हामीले यहाँ पसल हटावट दाईहरू खोल्दै हुनुहुन्छ पसलहरू राख्दै हुनुहुन्छ यो अहिले चाहिँ कोही पनि आइपुगेको छैन हामी फर्स्ट आइपुग्यौँ केटाहरूलाई बल्ल बल्ल लिएर आयो होइन पुरै ओके गाइस अहिले यहाँ ठ्याक्कै डाँडामा पुग्यौँ हामी अहिले यो डाँडाबाट उतापट्टि देखेको यो ए हामी हिजोआकोपट्टि हो क्या त्यहाँ सुरुङ छ त हिजोआको सुरुङ छ त त्यहाँ के हो अर्कै जस्तो देखिन्छ फेरि खोइ मिसाइल होइन ए यो त अर्कै रहेछ नि यो कहाँ निस्किने ऊ ए फास्ट ट्र्याक हो रहेछ ऊ त्यो हामीले उमा देख्छ नि भिडियो ऊ त्योपट्टि हेर्नु त डाँडाभन्दा उतापट्टि पुल ए यो पुरै ऊ बाटो भने यो बाटो हेरौँ उतापट्टि ए त्यो पुलसम्म त जानुपर्ने हो यार हेर्नलाई बवाल देखिन्छ नि त्यो यो पुल चाहिँ यो फास्ट ट्र्याकको पुल रहेछ यो तराई जोड्ने यो सुरुङ मार्गबाट धमाधम बनिरहेको छ अहिले हामी चाहिँ अहिले पुग्यौँ लटरम्बेश्वर फाइनली ठ्याक्क पुग्न चाहिँ बाँकी छ हामी यो लटरम्बेश्वर महादेवको सतीदेवीको लट्टापतन भएको ठाउँ भनिँदो रहेछ यहाँ अहिले 300 लेक ठ्याक्कै 300 लेकमा आइपुग्यौँ ठ्याक्कै डाँडा होइन ओ सोल्टी के छ हो ठिक छ नि बवाल हाम्रो पुजारी बाजे आउँदै हुनुहुन्छ ऊ भने फुल अचेत बोकेर यहाँको चाहिँ भएको पसलहरू यही हो होइन धुप बत्ती केही किन्नु मन पर्छ भनेदेखि तपाईँहरू यहीँ किनेर अनि अगाडि बढ्नुहोस् यहाँबाट 10-15 मिनटमा हामी पुग्छौँ रे 10-15 मिनटमा चाहिँ हामी ठ्याक्कै त्यही ओके गाइज हेलो गाइज खत्रै छ खत्रै
लटरम्बेश्वर महादेव चाहिँ खत्रै छ। भगवानलाई छनहरू हुनुहुन्छ भने त्यही गर्नु पर्यो। त्यही गाइस अहिले हामी त्यो 300 लेकबाट अलिकति अगाडि आएर रेलिङ भएको ठाउँमा आइपुग्यौँ हामीले हामी। ल ठ्याक्क डाँडामा होइन, यस्तो डाँडो छ, बोबाल डाँडो छ। ल गाइस यस्तो यो लास्टै गाह्रो रहेछ होइन, यस्तो तल झरेर अनि फेरि उकालो चढ्नुपर्छ। त्यहाँ गाइस दुईतिर समातेर बसी हिँडिरहन। ल हामी चाहिँ लगभग लटरम्बेश्वर महादेव पुग्न लाग्यो। लटरम्बेश्वर महादेव के यताबाट पनि आवाज आउँदो रहेछ। यहाँ ठ्याक्कै यहाँ कराउँदाखेरि उताबाट साउन्ड फेरि हामी चाहिँ पुग्न लाग्यो। केही मिनट, अब 1 मिनट लगभग हामी पुग्छौँ होला। कताबाट जाने हो? यताबाट जाने कता? दुईतिरवटा बाटो रहेछ हो र। ओ ल गाइस कस्तो लाग्यो बाटो? पुरै बबाल बाटो त A1 रहेछ। खुट्टे कामेको कुन ठाउँमा त्यो ओह्रालोमा त खुट्टै कामे नि। यहाँनिर रेलिङै पुगेन। यहाँनिर झर्दाखेरि त लग खुट्टै कामेर त लास्टै यहाँ अहिले चाहिँ कोही आइपुगेको छैन होइन। हामी चाहिँ अहिले फर्स्ट भयौँ। हामी चाहिँ लगभग हिजै अलि माथि नै आएर बसेको भएर हामी अहिले फर्स्टमा आइपुग्यौँ। अहिले कोही पनि आइपुगेको छैन यहाँ मन्दिरमा। हामी 5 पाण्डवहरू चाहिँ अगाडि भयौँ। ओके गाइस हामी अहिले गुफा यहाँको यो गुफा भयो। ल गाइस हामी के हो फाइनली आइपुग्यौँ होइन त, फाइनली लट्ठी टेकेर। ल आइपुग्यो। भगवानको शिरमा आइपुग्यौँ हामी। ल गाइस तपाईँहरूले देख्न सक्नुहुन्छ हामीलाई त तल बाजेकोले भन्नुभएको थियो यो हामी ठ्याक्कै गुफाबाट अपोजिट फर्केर हेरेर यहाँबाट फोटो खिच्नुभयो भने चाहिँ तपाईँहरूले ठ्याक्कै घोडा टेकेर बसेको हात्ती देखिन्छ, आकार देखिन्छ भन्नुभएको थियो होइन। ठ्याक्कै देखियो। यो चाहिँ ठ्याक्कै सुँड जस्तो होइन। यो अनि टाउको, अब यो चाहिँ जिउ अनि यो तलको पुच्छर होइन। ठ्याक्क यो चाहिँ अब भिडियोमा चाहिँ अटाउँदैन रहेछ, मैले फोटोमा चाहिँ खिचेको थिएँ। ओके गाइज मूर्ति के महादेव ठुलो मन्दिर चाहिँ माथि। यो चाहिँ के मूर्ति ए हो? तपाईँ यतैको होइन? यतैको ए अनि अघि बिहान उकाल लाग्ने तपाईँ होइन? ए त्यही त देखेको थिएँ। के भयो केटाहरू पुरा रेस्ट गरे। जाउँ माथि जाउँ। महादेव नारायण जस्तो देखियो। नारायण हरि हरि महादेव म छिरेर आउँछु त्यो। महादेव हो सर्प छ अनि साइडमा ऊ जटा बाने माथि ऊ जटा बाने त्रिशुल चढाएपछि महादेव भन्दै त्रिशुल छ यहाँ। यहाँ लिङ्ग बनाएको यहाँ यो चाहिँ के गरेछ त्यो पनि उताको नि। गाइस अहिले हामी चाहिँ फाइनली पुग्यौँ माथि लटरम्बेश्वर। हामी हिजो काठमाडौँबाट लगभग 4 घन्टाको यात्रा पछाडि हामी यहाँ लटरम्बेश्वरको तल बेस क्याम्प आइपुगेका थियौँ। देख्न सक्नुहुन्छ यहाँ मन्दिर अनि त्यस पछाडिबाट त्यहाँबाट हामी अहिले चाहिँ लगभग 50 मिनटको यात्रा पछाडि उकालो लागेपछि हामी यहाँ पुगेका छौँ। अहिले केटाहरू फोटो खिच्न व्यस्त छन्। अहिले कोही पनि आइपुगेको छैनन् किनभने सबैजना जे आउने भनेको मान्छे आउने भनेको यहाँ 9-10 बजीतिर आइपुग्छन् रे काठमाडौँबाट हिँडेर बाइकमा। अब त्यही त यो बाटो चाहिँ अलि अप्ठ्यारो छ। बाटो चाहिँ बिचमा अलि डेन्जर रहेछ। बाटो बन्दैछ होइन। गाइस अहिले चाहिँ हामी होइन तल सानो यहाँ महादेवको मन्दिर रहेछ त्यहाँ पूजा गरेर अब चाहिँ हामी हिँड्यौँ माथि डाँडामा ठुलो मन्दिर। गाइस अब हामी ठुलो मन्दिर जाँदैछौँ होइन। केटाहरू त हिँड्नै सक्दैन नि। ल गाइस त्रिशुल देख्न सक्नुहुन्छ महादेवको त्रिशुल
घुम्नु हुँदैन रहेछ हेर लाग्दछ गाइस केटाहरू आउँदैछ नि ओ गाइस हेलो हेलो यो चाहिँ फास्ट ट्र्याक बनेको यो फास्ट ट्र्याक हो त तराई मार्ग जोड्ने फास्ट ट्र्याक यो तराई पनि लगभग देखिँदो रहेछ अलिअलि भनौँ ऊ त्यो ऊ देखेन अनि सम्म भनेर तराई त हो अब डाँडाले तराई भन्नु मिलेन ल गाइस फाइनल्ली हामी पुग्यौँ लटरम्बेश्वर महादेव यो त्रिशुल देख्न सक्नुहुन्छ होइन एउटा मैले देखेको थिएँ एउटा मान्छेले यो नेपालको झन्डा ल्याएर हाल्दै थियो त यो होला हुनसक्छ यो गाइस फाइनली हामी पुग्यौँ अहिले लटरम्बेश्वर महादेव लटरम्बेश्वर महादेव की जय लटरम्बेश्वर महादेव की जय उतारो नि हजुर लटरम्बेश्वर महादेव की जय उताबाट पनि ओके गाइस अब हामी यो लटरम्बेश्वर महादेव दर्शन गरेर फर्किन लागेका छौँ होइन ओके गाइस जय शम्भो अब हामी फर्किँदैछौँ ओके गाइस अब हामी यहाँबाट फर्किन्छौँ मेरोमा अलिकति ब्याट्री पनि कमजोर भइसकेको छ त्यही भएर ओके गाइस बिचतिर भिडियो नबन्न सक्छ ओके होइन अब हामी रिटर्न हुन्छौँ अब हामी तल फर्कन्छौँ हामी बेस क्याम्पतिर त्यस पछाडि हामी फर्किनेछौँ काठमाडौँ आजै ओके गाइस सी यू गाइस अहिले चाहिँ हामी फर्किने क्रममा होइन ए दाजुभाइहरू पुरा रमाइलो गर्दैछन् ठ्याक्कै डाँडामा होइन चाहिँ पुरा रमाइलो गर्दैछन् हामी अहिले फर्किने बाटो यो हो ताकेको मृगलाई मैले ताकेको होइन मायालाई डाकेको रेशमकी डाँडामा भन्जै रेशम फिरिरी ल गाइस अहिले हामी माथिबाट झऱ्यौँ भन्दै होला एकचोटि भन्दा माथिबाट झर्यो अहिले एकदम बाटो यो घन्टा छ जानलाई 1 घन्टा आउनुलाई कति 40 मिनट जान 1 घन्टा आउनु 40 मिनट बिस्तारै छैन त्यतिमा हामी आइपुग्यौँ होइन अहिले चाहिँ ठ्याक्कै हामी होमस्टेभन्दा अलिकति माथिल्लो स्टेपमा आएर यहाँ बसिरहेको छौँ होइन रेस्ट गरिरहेछौँ गाइस बाटोमा हामी जस मान्छेलाई नि भेटेका थियौँ जति लगभग 100-150 जना जति चाहिँ भेटेका थियौँ होइन ब्याट्री अभावको कारणले गर्दाखेरि यो भिडियो खिच्न पाइएन ठिकै छ मान्छेहरू आउँदैछन् अहिले चाहिँ अलि अफ सिजन हो अरे सिजनमा चाहिँ तपाईँको 2-4 हजार मान्छे आउँछन् रे त ओके गाइस यो गाइस हामी चाहिँ माथि मन्दिर गएर फर्केको अहिले फर्केर यहाँ हामी यो बसेको ठाउँ होमस्टेमा आइपुग्यौँ अहिले चाहिँ बाले पसल अगाडि थापिसक्नु भएछ जानेहरू मान्छे भिड छन् अहिले चाहिँ बिहान त कोही पनि थिएनन् अहिले लगभग 200-400 मान्छेहरू मास्तिर उकालो लागिसक्यो अब हामी चाहिँ केही क्षणमा यहाँबाट काठमाडौँतिर लाग्नेछौँ अब हामी यहाँ हिसाब किताब गरेर हिजो खाना खाएको बसेको हिसाब किताब गरेर हामी यहाँ चाहिँ लाग्नेछौँ मासतिर अब तलतिर मान्छेहरू भट्टाबाट जाँदैछन् मासतिर यदि तपाईँहरू पनि आउँदै हुनुहुन्छ भनेदेखि यो होमस्टेमा आउनु होला योभन्दा मासतिर छैन यहाँनिर आएर बस्नुभयो भनेदेखि बेलुका आएर बस्नुभयो भनेदेखि एकदम राम्रो छ होइन यो होमस्टेमा आएर बस्नु होला यो फोन नम्बर छ यहाँ माथि यसैमा फोन गरेर यहाँ आएर बस्नुभयो भनेदेखि चाहिँ तपाईँलाई माथि जान एकदम सजिलो हुनेछ नत्र तलबाट धेरै टाइम लाग्छ तलबाट हिँड्नु पऱ्यो भनेदेखि तपाईँलाई 1-1.5 घन्टा लाग्छ भनेदेखि यहाँबाट तपाईँलाई लगभग 40-50 मिनटमा तपाईँ माथि पुग्नु सक्नुहुन्छ डाँडामा ओके गाइज यो हाम्रो होमस्टेको साउबा बुढा ल गाइज यहाँ आउनुभयो भने तपाईँ एकदमै आगोले
पकाएको खाना होइन हिजो बेलुका हामी आगोबाट पकाएको खाना खाथ्यौँ खसीको मासु भने खसीको लोकल कुखुरा ब्रोइलर भने ब्रोइलर मासु पोलेर भने मासु पोलेर होइन तपाईँहरू खान सक्नुहुन्छ इच्छाअनुसारको इच्छाअनुसारको हाम्रो दाइले एकदम चिटिक्क पराएर मिठो बनाउनुहुन्छ एकदम हिजो बेलुका खायौँ हामीले अहिले साग एकदम अर्ग्यानिक साग यहीँको यहाँ तपाईँहरू यस्तै पिँडालु सखरखण्ड उसिनेको खान सक्नुहुन्छ लट्टा रम्बेश्वर होटल एन्ड होमस्टेमा आउन सक्नुहुन्छ भीमफेदी 8 यहाँ मोबाइल नम्बर त्यसैमा छ क्याम्प फायर हान्ने यहाँ बेलुका आएर होइन चट्ट रमाइलो छ म्युजिक सिजिक बजाइदिनुहुन्छ उहाँहरूले होइन आगो सागो बालिदिनुहुन्छ फ्रीमा पुरै दाउरा जति भयो भने पनि उहाँहरूले दाउरा साउरा पुरा फ्रीमा आगो सागो बालिदिनुहुन्छ पुरा म्युजिक सिजिक बजाइदिनुहुन्छ नाच्नलाई होइन ओके गाइस अब हामी यहाँबाट निस्किन्छौँ ओके गाइस देखाउँछौँ तपाईँहरूलाई नेक्स्ट स्टेप गाइस ल यो चाहिँ होइन हामी जाने क्रममा हो हिजो चाहिँ राति गयो र केही देखेन आज यहाँ देख्न सक्नुहुन्छ होइन ठ्याक्कै झरना रहेछ यो अब अहिले त यस्तो छ यो अहिले बर्खामा त झन् कत्रो होला यो होइन एकदम शुद्ध पानी परिरह होइन अनि यो लेन पुरा धारा होइन यो पानी खानको लागि पुरा धारा ल यहाँबाट तपाईँ देख्न सक्नुहुन्छ यहाँबाट पानी माथितिरबाट आएको छ तर यहाँ बगेको बाटोमा छैन यो तल पनि निस्केको देखिँदैन होइन यो त एकदम चमत्कार होइन महादेवको चमत्कार ल अब यतातिर पनि कहीँ देखिँदैन ल पानी कोही त देखिँदैन यहाँ त्यो तल कतै पनि देखिँदैन माथिबाट झरेछ तर कहाँ गएको छ थाहै छैन यो पानी ओके गाइज ल गाइज अहिले हामी चाहिँ यो फास्ट ट्र्याकको बाटो आएको छौँ उतापट्टिको बाटो बन्द हुने भएकोले होइन अनि यहाँनिर आएर हामी चाहिँ यहाँनिर एउटा भाले एउटा बनाउनु दिएका छौँ त्यस पछाडि एउटा यहीँ भालेसँग खाना खान्छौँ अहिले लगभग ठ्याक्कै 12 बजे छ होइन हामी यहाँ अहिले फास्ट ट्र्याक बनाएको हामी यो फास्ट ट्र्याकको बाटो आएको छौँ यहाँबाट ठ्याक्कै फर्पिङ निस्किन्छ अरे भन्दै थिएँ उताबाट टनल खनाएको थियो यहाँ माथि टनल बनाएको रहेछ यहाँबाट ठ्याक्कै उतापट्टि निस्किन्छौँ अहिले हामी आएको ठाउँ होइन यहाँबाट यस्तो झोलुङ्गे पुल छ अहिले हामी यहाँ क्यारमबोर्ड खेल्न आएन केटाहरू खाना पाकुन्जेलसम्मलाई यहाँ केटाहरू इन्जोय ल हानु हानु के खोजिने ल खोलाउन त्यो भयो भुइँमा होला नि कहाँ जान्छ त्यो होस् किन खोज्नै पऱ्यो नि ल गाइज अब खाना खान लाग्यो भने